यसरी टाली बोकेर हाम्रो दाइहरूले लानुहुन्छ। सरी मेरो चाहिँ घर बनिँदैछ। दाइहरू त पलवान हुनुहुन्छ। संसार बोक्ने हाम्रो सिक्किम बोक्ने दाइहरू हुनुहुन्छ हैन दाइ? अरे सिक्किम बोक्नेले यसरी बोकेर यहाँ चाहिँ मेरो घर बनिँदैछ। यो चाहिँ हामीले टालीहरू लिएको है, ग्रेनेडहरू लिएको, मेटेरियलहरू यो चाहिँ सिलगढी सिलिङ लाउनु हुँदैछ। कोही के गर्नु हुँदैछ। अब दाइले यो चाहिँ मेरो घर बनिँदैछ। यी गाइसहरू कम्प्लिट भइसक्यो भने म हजुरहरूलाई भिडियो बनाइदिन्छु। तपाईँलाई चाहिँ सरी थाक्नु हुँदैछ। हो नि बाथरुमहरू चाहिँ कम्प्लिट भएको छ। कमर माथि छ। सिलगढीबाट ल्याएको मेटेरियलहरू लिन्छ। 3 दिन लाएर सामानहरू ल्यायो। यहाँ चाहिँ किचनको सबै रेन्टेडमा, त्यो रेन्टेडमा लाउनेहरू हो अहिले चाहिँ। हाम्रो चाहिँ फाइनली भइसकेन। यो पनि सब रेन्टेडमा हुन्छ। यो चाहिँ सायद टोइलेट कमोडहरू जस्तो लाग्यो। यहाँ पनि सबै रेन्टेड सिस्टमलाई बनाउनु आँटेको। यो चाहिँ किचन, एउटा कोठामा एउटा टोइलेट बाथरुम, एउटा किचन, सानो किचन त्यतिकै रेन्टेड। अनि यस्तरी टाइल्सहरू अस्ति लगाइसकेको छ। खिड्कीले दैलो मात्र लाउँछ। यता पनि सेम टोइलेट र बाथरुम। यस्तरी यहाँ कमोडहरू त यिनीहरू पुरा छ। कमोडहरू सबै अहिले चाहिँ रेन्टेडलाई। हाम्रो चाहिँ कम्प्लिट भइसकेको छैन। हाम्रो चाहिँ माथि बनिन्छ। यो टोइलेट बाथरुम। यहाँ चाहिँ हाम्रो छिमेकीहरू हुनुहुन्छ है। घरहरू छ, घरहरू बनाउँदैछ। सिटिङ रुम हो टोटल। मेरो घर चाहिँ 5 तला आधीको बनिँदैछ। माथि चाहिँ सिलिङ डिजाइनको लाउँदैछौँ हामीले है। सिलिङ कम्प्लिट। आधी पार्टिसनहरू आधी उधी त भइसकेको छ है। सिलिङहरू लाउँदैछ।